मर्निङ साथीहरू है, नमस्कार सबैजनालाई। सबैले यो बाटो त देखिरहनु भएको त छैन है। यो बाटो चाहिँ तपाईँको केदारनाथको बाटो हो है। केदारनाथ धामको बाटो हो है। तपाईँहरूलाई के याद छ? भन्नुहोस् त, याद छैन होइन? स्वर्गीय भनेको चाहिँ अब तपाईँको यही बाटो जान्छ है। स्वर्गीय चाहिँ स्वर्गीयको बाटो चाहिँ हेर्नुहोस्, सबैजना मरेर स्वर्गीय नरक हुन्छ नि। तर अब मलाई म चाहिँ के भन्छु भने चाहिँ जिउँदोमै स्वर्गीय पुगेर आएको है। तपाईँहरू पनि यसो इच्छुक लाग्नुहुन्छ भने है, यसो केदारनाथ जानुहोस्। स्वर्गीय छ तपाईँको, स्वर्गीय त्यहीँ भेटाउनुहुन्छ है आफ्नो बाबालाई है। तपाईँले हरेक दुःख सुख जति पनि गर्नुभएको छ है, केदारनाथ जानुहोस्। केदारनाथमा तपाईँले सबै कुरो बुझ्नुहुन्छ है। केदारनाथमा चाहिँ अब यस्तो खालके धाम छ कि केदारनाथमा अब तपाईँले स्वर्गीय गएको बराबर हो है। अब म त स्वर्गीय पुगेर आएको छु है। तपाईँहरू पनि यसो जानुहोस्, स्वर्गीयको बाटो हेर्नुहोस्, कस्तो लाग्छ तपाईँहरूलाई है। अनि त्यहाँबाट चाहिँ यसो कमेन्ट पनि दिनुहोस् है मलाई है। यसो भोले बाबाको दर्शन गर्नुहोस्, त्यहाँ हेर्नुहोस् कति राम्रो छ है। यति पीडा छ कि तपाईँ अब त्यो पीडा क्रस नगरिकन जानै सक्दैन तपाईँहरू है। त्यो पीडालाई क्रस गर्नुपर्छ। नर्गीय स्वर्गीय चाहिँ अब तपाईँको केदारनाथमै थाहा हुन्छ है साथीभाइहरू। यसो तपाईँहरूले पनि भगवानको विश्वास गर्नुहुन्छ भने यसो स्वर्गीय नर्गीय थाहा पाइहाल्नुहुन्छ। पुगेर आएको है स्वर्गीय चाहिँ कस्तो रहेछ भनेर है। धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई।